वेलकम टु माई युट्युब च्यानल। अनि मैले चाहिँ धेरै भयो भिडियो अपलोड नगरेको हैन, मतलब लगभग 9 महिना 10 महिना जति भइसक्यो होला, त्योभन्दा ज्यादा पनि हुनसक्छ हैन। म किन युट्युबमा भिडियो हाल्दिन थिएँ भनेर चाहिँ तपाईहरुले हेर्नु होला। मेरो युट्युब च्यानलमा अलिक बिजी नै थिएँ क्या म, अनि त्यही भएर पनि हो। अनि त्यहाँदेखि के रहेछ त यसले, यो किन बिजी भइर के गर्दैछ यसले भनेर हेर्न चाहनुहुन्छ भने मेरो भिडियो मैले अपलोड गर्दै गरेको अहिलेको भिडियो अन्तिमसम्म हेर्न नबिर्सिनु होला है त। हैन यो सरर अहिले बोल्दै थियो एकैछिनमा कहाँ कुद्दैछ स्कुटरमा जस्तो छ भन्दै हुनुहुन्छ होला, स्कुटर अथवा बाइकमा जस्तो छ भन्दै हुन्छ होला हैन। यो म चाहिँ भान्जाको व्रतबन्धतिर जाँदैछु क्या, अनि उहाँ चाहिँ मेरो हस्बेन्ड, अनि उहाँ चाहिँ मेरो सानो बेबी, अनि हामी चाहिँ जाँदैछौँ व्रतबन्धतिर, नानीको व्रतबन्ध भान्जाको, अनि जाँदैछौँ हामी। अनि त्यहाँदेखि उहाँ चाहिँ अब व्रतबन्धतिर बिजी हुनुभयो, म चाहिँ नानीसँग फोटोसोटो खिच्दै भिडियो बनाउँदैछु। अनि नानी र म चाहिँ एकदम इन्जोय गर्दैछौँ व्रतबन्ध हैन। अनि त्यहाँदेखि नानी खेल्दैछिन् रोडतिर निस्केर, नानीले खेलाउँदै म पनि, उहाँ चाहिँ प्याक हुनुहुन्थ्यो नि त, पाहुना हुनुहुन्थ्यो, अनि त्यही भएर अनि केटाकेटीलाई त ठाउँ खाली नै चाहिन्छ। अनि हामी चाहिँ लाग्यौँ घरतिर, मामाला घरतिर, अनि नानी र म चाहिँ आइहाल्यौँ मामाला घरतिर। अनि मामाला घरतिर चाहिँ किन आएको होला भन्दै हुनुहुन्छ होला, हामी यतै बस्छौँ क्या मामालातिर नानी र म चाहिँ। अनि म चाहिँ यताबाट कामहरू सिक्छु क्या, अनि त्यही भएर त्यही बस्छु म। नानी मामलामा खेल्छिन् बस्छिन्, म पनि यसो धमकतिर जान्छु। अनि त्यहाँदेखि हाम्रो नानीको कपाल चाहिँ काटेर अहिले यस्तो देखिरहेको छिन्, बजार लगेर कपाल काटेर ल्याएको, अनि फोटो खिचिदिउँ न त, भिडियो बनाइदिउँ भनेर भनेको। अनि केटाकेटीको सानोमा कपाल काट्यो भने अलिक मोटो लामो भएर आउँछ भनेर सुनेर काटिदिएको। अनि उसलाई चाहिँ कस्तो ठुलो यस्तो टाउकोहरू पनि ठुलो देखिँदैछ क्या नानीको कपाल काटेर। अनि त्यहाँदेखि अनि कस्तो छोरी मान्छेलाई चाहिँ नानीलाई चाहिँ हाम्रो नानीलाई चाहिँ अलिक कस्तो नसुहाए जस्तो भइरहेको थियो। त्यही पनि अब के गर्नु होइन, भोलि पर्सि याद हुन्छ नि त। अनि त्यही भएर फोटो खिचिदिएको मैले चाहिँ। अहिलेसम्म अघि भन्नु त भनिरहेको थिएँ, के चाहिँ गर्दैछु होला, किन भन्दिनँ भन्दै हुनुहुन्छ होला होइन। अब हेर्दै गर्नु यस पछाडिको भ्लग। ओके बा बल्ल बोल्दै अब म चाहिँ ठिक परेर लागेँ अब दमकतर्फ है त। अनि त्यहाँदेखि काम के गर्दै हुँदो रहेछ, के सिक्नु हुँदो रहेछ भन्दै हुनुहुन्छ होला होइन। अनि म चाहिँ अब अहिले तपाईँलाई वहीँ गएपछि देखाउँछु। अब बाटोको कुरा गरौँ न, हामी चाहिँ यहाँनिर अब यहीँ जन्मेको हुर्केको नि त, अनि त्यही भएर यतै रमाइलो लाग्छ, बाटो हुँदै पनि यताउता होइन। अनि हिँड्दा पनि छोटो मतलब लामो बाटो पनि, आधी घन्टाको बाटो पनि अब त्यो सानोमा पनि हिँडिराखेर होला, अनि थोरै जस्तो लाग्छ। तर आज चाहिँ लास्टै काम लागेको होइन। अनि जाडो महिनामा फर्स्ट टाइम यस्तो मतलब यस्तो घाम चाहिँ मङ्सिरमै लाग्ने हो नि त। अनि त्यहाँदेखि बिहान बेलुका चाहिँ जाडै हुन्छ क्या। अनि बेलुकामा आउने बेला पनि लास्टै जाडो हुन्छ। अनि म्याजिकमा आउँछु नि त, अनि चिसो हावाले त्यस्तो हुँदैन। अनि कहिले टाउको दुख्छ, कहिले के हुन्छ, म्याजिकमा चिसो हुन्छ नि त। अनि कपडा लिएर जाउँ न भन्दाखेरि बिहान चाहिँ यस्तै घाम लाग्छ, अनि बिर्सिहालिन्छ। अनि बिहान चाहिँ अब यत्तिकै गयो, अनि भरे आउँदा चाहिँ बेलुका कहिले 5 कहिले 6 बज्छ नि त काम गर्दै। अनि त्यहाँदेखि त्यस्तै हुन्छ। अनि यता हाम्रो मामाला घर पनि आइपुग्यो। यो चाहिँ हाम्रो मामाला घर। अनि त्यहाँदेखि साथी भेटिन्छ कि भनेर हिँडेको थिएँ, अनि साथी पनि अझै गइसकेछन् क्या। अनि ला साथी त गएछ भनेर मात्रै उयो भइरहेको थियो मलाई, तर पनि साथी अब बाटोमा भेटिन्छ कि भन्ने पनि भइरहेको थियो। अनि सुई कतै नहेरी गएँ। अनि गइसकेपछि यता बाटोतिर चाहिँ हेर्न मन लाग्यो, यहाँ माथि चाहिँ कस्तो राम्रो देखिन्छ। यहाँनिर चाहिँ हाम्रो
यो टाढी दोबेन भन्ने ठाउँ हो। अनि त्यहाँ हिँडेर चाहिँ मजा, हेर्दा पनि कस्तो आनन्दको ठाउँ देखिन्छ क्या। अनि ठाउँ आनन्दको छ, अनि त्यही भएर हेर्न मन लाग्छ बेला बेला त्यतातिर। अनि अब म चाहिँ जाँदैछु त्यतातिर खुल्ला भन्नुहुन्छ भने यताबाट चाहिँ हामी दमक जान्छौँ क्या यो बाटो चाहिँ। अनि दमक निस्केर जाँदैछु म, अनि जाँदैछु घुम्दै 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 यताउता हेर्दै। अनि साथी चाहिँ कहाँ रहेछ नि त भन्दै हुनुहुन्छ र साथीलाई भेटिहालेँ। अनि बिर्सेछु मैले ब्लग बनाउने। अनि पार्लर गइसकेपछि चाहिँ स्टार्ट गरेँ, त्यो पनि पार्लर गइसकेपछि नि त्यहाँ 2टा नङ फाइलिङ गरिसकेर अनि त्यहाँदेखि 2टा नङ लाएर उहाँको नङ काटिदिएर फाइलिङ गरेर अनि 2टा नङ लगाइदिइसकेर भिडियो बनाएको थिएँ। यो चाहिँ अब टिप कटरले मैले नङ काट्दैछु होइन। अनि त्यो लामो लामो भएको, अनि त्यहाँदेखि एक्स्ट्रा नङहरू काट्नुपर्छ। अनि कत्रो राखिदिउँ भन्दा छोटो छोटै होस्, धेरै लामो पनि नहोस् भन्नुभयो। अनि हुन्छ नि त भनेर नि छोटो छोटो काटेर मैले सेप बनाइसकेँ। मेरो हातमा चाहिँ 4 जस्तो लाग्यो होला तपाईँहरूलाई, होइन यो मैले सबै त्यो त्यो उयोहरू क्या एक्रिलिक पाउडरहरू, अनि त्यहाँदेखि अनि त्यो उयो लिक्विड के उयोहरू हो क्या। अनि भन्दा भन्दै मैले सकिसकेँ त्यो सबै एक्रिलिक पाउडरहरू उयो गरेर, अनि एसिटोन र एक्रिलिक पाउडर गरेर मैले उयो लगाएको थिएँ त्यो नेल्स। अनि त्यहाँदेखि माथिबाट अनि त्यो जेलको काम गर्छ क्या त्यसले चाहिँ, अनि लगाएको थिएँ। अनि अब सकिसकेपछि मैले के गर्न थालेँ भन्नुहुन्छ, यो बाक्लो भएको ठाउँमा चाहिँ मैले रिलले मिलाउनु पर्ने हुन्छ होइन। अनि रिलले मिलाउँदैछु मैले। अनि यो अब यस पछाडिको चाहिँ फाइनल लुक हेर्नुहुन्छ भने ल अब हेर्नुहोस् त कस्तो भएछ, चिटिक्कै परिगयो नि उहाँको नङ त होइन। अनि त्यस पछाडि चाहिँ मैले उहाँको नङ सफा गरिदिएँ। मेरो हात चाहिँ कहाँ लगाउँछ होला होइन भन्दै थिइन् साथीले चाहिँ, होइन त्यस्तो कालो पनि थाहा छैन होला भने। नि अब भिडियो बनाइसक्यौँ, बनाउँदैछु म्यामले होइन। अनि मिली क्या उहाँले चाहिँ भिडियो गर्ने, मैले चाहिँ अब गर्नु पऱ्यो नि त, मेरो त हात खाली हुँदैन, 2टै हातले गर्नुपर्छ। अनि उहाँलाई भिडियो गर्न लाएँ, अनि मैले बनाएँ गर्दै थिएँ। अनि त्यस पछाडि चाहिँ उहाँको जेल एप्लाई गरेँ मैले। के को जेल हुन्छ सरी यो चाहिँ मैले बेस कोड एड गरेको है। बेस कोड जेल भन्न आइहाल्छ कि बिर्सी जानु भएन नि। अहिले म भिडियो एडिट गर्दा चाहिँ यहाँ अरूतिर ध्यान छ नि त, यो म काम गर्दैछु अनि त्यही भएर। अनि त्यही त अनि बोल्दै थिएँ होइन, कहाँ पुऱ्याएको थिएँ भन्दाखेरि अब बेस कोड लगाइसकेपछि हामीले युभी ल्याम्पमा सुकाइसकेपछि अब अर्को कोड, अब अर्को कलर लाउने हो पोलिस। अनि पोलिस लगाइसकेपछि जेल पोलिस लगाइसकेपछि फेरि सुकाउने काम चाहिँ कन्टिन्यू गरिरहनुपर्छ बेला बेला होइन। गरेर भने नि त के गर्नु, भोलि फेरि राम्रो देखिँदैन नि त। अब यत्रो गरिसकेपछि त होइन, नेल्स एक्सटेन्सन गरिसकेपछि राम्रो त देखाउनु पऱ्यो भनेर। अनि त्यहाँदेखि हामी चाहिँ दमादम लगाउन थाल्यौँ पोलिस लगाइसकेपछि चाहिँ उहाँको आर्ट यस्तो गरिदिइसकेपछि चाहिँ अहिले मैले क्युटिकल ओइल लगाइदिँदैछु उहाँलाई। अनि हेर्नु अब कस्तो देख्यो त, चिटिक्कै परेन त हात पऱ्यो। अनि अब तपाईँहरूलाई म नजिकैबाट पनि देखाइदिन्छु है त कस्तो भएछ मैले गरेको आर्ट भनेर। उहाँ एउटा टिक्क सानो चाहिँ त्यो ऊ देखिरहनु भएको होला होइन, पानको पत्ता भने सेप पानको पात, अनि देखिरहनु भएको होला लभवाला साइन। अनि त्यो चाहिँ भन्ने चाहिँ उहाँले आफै बनाइदिनु न दिदी ल भन्नुपर्ने हुन्छ भने मैले अनि बनाइदिएँ। यो चाहिँ मैले गरेको मेरो हातमा पहिलोपटक नेल्स। हजुरलाई चाहिँ यो चाहिँ त्यस्तो मन पर्दैन होला कि भनेर मैले चाहिँ यो चाहिँ अलिक अन्तिमतिर देखाएँ भन्दा नि होइन, राम्रै छ, मलाई त राम्रो लागेको।
अन्तदेखि चाहिँ आफूले गरेको काम सुरुचोटि राम्रै लाग्यो, म्यामले पनि राम्रै भन्नुभएको थियो। अनि त्यही भएर राम्रो भनेको मैले पनि। अनि हेर्नु मैले आर्ट चाहिँ यस्तो गरेको थिएँ त्यति बेला होइन। अनि त्यस पछाडिको काम भनेको अर्को यो एनिमल आर्ट गरेको। अनि फ्रेन्ड्स म्यामले उहाँ बनाउँदै त्यस्तै छ। लाइट बाल्नु त तपाईँ चाहिँ अब अरू आर्टहरू पनि हेर्दै जानु होला, कन्टिन्यू कस्तो लाग्छ भनेर होइन। हेर्नु अब यो कसरी गरेको, यहाँ प्रोसेसिङ छ। उहाँको हात नाप्दैछु, उहाँ नेल्सहरू नाप्दैछु होइन। कति कत्रो लागेको छ तपाईँलाई, छोटो साइकै लामो हुँदै अन्तदेखि छिटो गरिदिँदैछु। अन्तदेखि गरिदिइसकेपछि अनि चाहिँ उहाँको फाइनल लुक चाहिँ अब देखाउँछु। बोफर गरिदिँदैछु क्या अहिले म। अनि एक्रोलिक गरिदिन्छु भनेर प्रोसेसिङ हेर्नुहोस् कस्तो भएछ त उहाँको नङ भनेर। नङ हो, नङ होइन हौ, अलिकति प्रोफेसनल भएर बोल्नुपर्ने हुन्छ हामी चाहिँ होइन। उहाँको नेल्स म्यामले म्यामले यो भिडियो हेर्नु होइन मलाई कराउनुहुन्छ। अनि उहाँको चाहिँ हामीले गरेको यो आर्ट 3D आर्ट यो बिचको चाहिँ अरू क्रोम। अनि त्यहाँदेखि उहाँको चाहिँ फ्रेन्ड्स गरेको। कस्तो लाग्यो हजुरहरूलाई? उहाँको चाहिँ हात ठुलो थियो। अनि यो नेल्स नगरौँ न राम्रो देखिँदैन भन्ने थियो, तर सेप राम्रो देखिँदैन भन्ने थियो। नेल्स त राम्रो भएको छ तर सेप चाहिँ हल्का ठुलो भएको थियो। अनि फेरि उहाँको चाहिँ त्यो एकजना सिस्टरको चाहिँ उहाँको हामीले यो आर्ट गरिदिएको थियौँ क्या। अनि यो चाहिँ उहाँले मोबाइलमा एड भएछ। अनि यसमा गरिदिनु न मलाई भन्नुभयो। अनि उहाँको कलर चाहिँ बेग्लै थियो क्या। अन्तदेखि हामीले चाहिँ यो गर्नु म्याच गर्छ भनेको। अनि उहाँलाई पनि मन पर्यो। अनि उहाँले त्यस्तै गर्नुभयो। उहाँ चाहिँ उहाँकै साथी हो, उहाँलाई पनि त्यस्तै आर्ट गरिदिएको थियौँ हामीले होइन। अनि उहाँ पनि खुसी हुनुभयो, हाम्रो ह्याप्पी क्लाइन्टहरू। अनि मेरो यो साथीलाई पनि त्यही कलरले गर्दै थिएँ। अनि त्यही कलर अलिक डार्क गर अनि पिङ्क र उयो गर। अनि फेरि प्रायः साउन्ड हुने क्लाइन्टहरूले कडा कलर अनि त्यो मुनि चाहिँ म्युट राखिदिनु है भन्नुहुन्छ। अनि सबैको त्यही हुन्छ क्या। अनि अब उहाँको पनि हेर्नु त कस्तो भएछ आर्ट। अघि गरेको प्रोसेस त देखाएको थिएँ मैले, तर आर्ट त क्लियरली देख्नु भएको थिएन होला होइन। अब अहिले हेर्नु त। Thank you for watching. Keep supporting guys. Bye bye.